म आफूलाई एउटा साझा उम्मेदवार मान्छु, साझा प्रतिनिधि। म एमालेको मान्छे पनि हो, म कङ्ग्रेसको मान्छे पनि हो, म रासपाको मान्छे पनि हो, होइन, म राप्रपाको मान्छे पनि हो। मसँग तपाईँको छैन के अरे त्यहाँनिर भाग लिने थुप्रै दलहरू थिए, म लगायत 25 अरू दल, हामी 26 जना थियौँ। ती सबै दलको एउटा साझा प्रतिनिधिको रूपमा म आफूलाई देख्छु। त्यस्तो साझा सोच हुनुपर्छ। पार्टीगत विभेदको कारणले गर्दाखेरि पनि यी सारा कुरा निस्केको हो नि त, होइन। हिजो तपाईँको म मेयर हुँदाखेरि पनि यो त स्वतन्त्रको मेयर, यसलाई के बजेट दिनु, पछि यसकै वाहवाही हुन्छ भन्ने हिसाबले यो दरबारले सोच्थ्यो क्या। अब पनि त्यस्तो भयो भने, होइन, हामी तपाईँको चुप लाग्नेवाला छैन, त्यस्तो हुन दिँदैनौँ। अहिले हाम्रो बालनजी प्रधानमन्त्री हुनुहुन्छ, उहाँ रासपाको प्रधानमन्त्री भनेर सोच्नु मिल्दैन उहाँले, होइन। यो देशको प्रधानमन्त्री हो, होइन, देशको अर्थमन्त्री, देशको गृहमन्त्री। त्यसले गर्दा त्यो तरिकाले चाहिँ उहाँहरूले सोच्नुपर्छ, होइन भनेदेखि फेरि नै अर्को साम्पाङहरू जन्मिने, होइन। काइन्ड अफ तपाईँको मैले ढुङ्गामुढा गरेर पाइनँ त, तर एउटा विद्रोह अर्को साम्पाङ, होइन। म किन यत्रो कठोर श्रम गर्नुपर्छ भन्छु। भोलि जाँदैछु दार्चुलामा पुल थाप्न, टोली गइसकेको छ। त्यो तुइनमा तरेर चाहिँ नै तपाईँको 38 जना मान्छे मरिसक्यो अरे, त्यहीँको छिमेकीले भन्दै थियो। त्यो एरियामा मात्रै, होइन, त्योभन्दा अलिक दूरदराज कता कता त कतिजना मान्छे मरिसक्यो होला, हिसाब गर्दा त 500 भन्दा धेरै त मान्छे मरेर छ त्यहाँ, होइन। त्यहाँ राज्यले हेरोस्, पुगोस् राज्यका आँखा भन्ने एउटा व्यङ्ग्यात्मक तपाईँको छैन के अरे मेरो अभिव्यक्ति पनि हो। र राज्यको त्यो तपाईँको छैन अविकास अथवा काठमाडौँ केन्द्रित जुन विकास र यहीँभित्र सब थोक थुपार्नुपर्छ, भन्दा बाहिर जानै हुँदैन। गरिबको बस्तीमा पुग्ने भने त चुनावको बेला पुग्ने हो, अरू बेला चाहिँ पुग्ने होइन, चुनाव सकेपछि जानु हुँदैन भन्ने जुन चलन छ नि, यो चलनको चाहिँ अन्त्य गर्न चाहन्छु कि।